सेवाहरू नमस्ते सम्पूर्णलाई। अनि आज चाहिँ दिदीभाइ हामी धेरै समयपछि भेटेर मिराकल गार्डन घुम्न जाँदैछौँ। यदि तपाईँहरू पनि दुबईमा हुनुहुन्छ अनि दुबईमा हुनुहुन्छ र यदि तपाईँहरूको एमएस आइडी छ भने चाहिँ तपाईँहरू पनि मिराकल गार्डन घुम्न सक्नुहुनेछ। मिराकल गार्डन मार्च 15 to 31 चाहिँ फ्री रहेको जानकारी गराउँदछु र हामी चाहिँ फाइनली पुगेर पनि हल्का यसो भिडियोहरू गर्दै हिँड्दैछु म चाहिँ आफ्नै भिडियो। अनि अब यो फुलहरूको पनि जस रमाइलो छ, राम्रो छ, हेर्नुहोस्, इन्जोय गर्नुहोला है त। अब चाहिँ हामी यतिकै अब यताउता घुम्दै हेर्दै मान्छेहरू पनि हेर्दै हिँड्दैछौँ। फेरि घाम पनि अति लागेको के आज त। अनि फेरि हामी चाहिँ अलिकति छिट्टो आएछौँ आज। दिदीभाइ घाममा घुम्दै हिँड्दै। अनि भाइ भन्नुहुन्छ दिदी यता है यता भन्दै यता र उता गरी यहाँ कुन चाहिँ के देखेको थिएँ घरि त्यहाँ हात्ती देखेको थिएँ भन्दै। अनि मान्छेहरू पनि यति साह्रो त छैन अहिले चाहिँ ठिकै। अनि आफ्नै धुनमा म चाहिँ गीत गाइराखेको होइन, मेरो भाइ चाहिँ भिडियो बनाइराखेको। अनि खै कुन चाहिँ मुभीको गाना यादै हालेर अनि म चाहिँ गाना गाउँदै भिडियो गर्दैछु। कस्तो लाग्यो होला हजुरहरूलाई हेरेर प्रतिक्रिया दिन। अनि टिकटकको लागि छोटो क्लिप बनाऊ है भनेको हाम्रो भाइ चाहिँ होइन दिदी म त पालाम भन्छु भन्दै। अनि होइन हौ त्यसरी कहाँ दिदीभाइ पालाम भन्दै हिँड्ने हो त भन्दै हिँडिरहेछौँ हामी चाहिँ। अनि सानो भाइले चाहिँ हाम्रो भिडियो बनाइराख्नु भएको छ। अनि दिदी र भाइ चाहिँ मख परेर नि हामी चाहिँ अनि म फेरि अब एउटा क्लिप चाहिँ बनाउनु पर्यो भनेर टिकटकमा हाल्नलाई। अनि म नि भिडियो उयो भाइले भिडियो खिचिदिँदै हुनुहुन्छ। अनि हिँड्दैछु। जस यहाँको चाहिँ फुलहरू देख्दा चाहिँ संसार नै भुल्ने क्या। साह्रै आनन्द, साह्रै रमाइलो, साह्रै मजाको ठाउँ छ। एकचोटि तपाईँहरू पनि जान नभुल्नु होला। यति धेरै राम्रो ठाउँ छ नि, यति राम्रो छ। अब दुबईमा बस्नेहरू त प्रायः अब सबै गइसक्नु भयो होला। फेरि हामी 3जना फेरि कहाँ छोड्छु र म। जता जता गयो उता उता भेला पार्दै भिडियो गर्दै हिँड्दै गर्ने। म चाहिँ घाम लागेर फेरि के भन्नु छाता बोकेको थियौँ। छाता त फेरि भाइको चाहिँ चस्मा, एउटा चस्मा पुस्ने स्टाफ चाहियो भनेको। अनि भाइले चाहिँ टक्क चस्मा चाहिँ आँखामा लाएर होइन अनि अघि अघि भाइ चाहिँ कुद्दै हुनुहुन्छ। जस छाता पनि ओढ्ने उयो नै भएन क्या, त्यहाँ मान्छेहरू धेरै भएर। अनि घुम्नुमै मेरो घर चाहिँ यो टाइपको त्यो टाइपको भन्दै। अनि मलाई चाहिँ पिङ्कीले सुहाउँछ दिदी भन्दा। अनि फेरि हामी यता आइपुग्यौँ। हेर्नुहोस् त यस्तो मजाले घुमिरहेछ होइन। अनि हाम्रो भाइ चाहिँ छक्क पर्नु दिदी के है यो त आर्टिफिसियल त होइन है भन्दै। उसले चाहिँ यस्तो फुलहरूलाई छामी हिँड्दै थियो मेरो भाइले चाहिँ। म चाहिँ सट्ट भिडियो बनाएँ। जस यस्तो रमाइलो क्या, एउटा बेग्लै आनन्द मिल्ने यो फुलहरू हेरेर हाम्रो। अनि यहाँ चाहिँ घोडा भएकोतिर आयौँ। दिदी यहाँ फोटो खिच्नु जाने भन्नुभयो भाइले। अनि आएको हामी चाहिँ। अनि फेरि अब चाहिँ अब लास्ट भिडियो खिच्छु भनेर अनि यस्तो घुमाउँदा नि यहाँ माथि चाहिँ हामी गएको छैन है भनेर भाइहरूलाई अघि अघि म अनि पछि पछि भाइहरू अनि माथि चढ्यौँ हामी। आज त खासै मान्छे धेरै दिउँसो हामी अलिक छिटो पुगेर होला त्यति मान्छे छैन। अनि हामी आफ्नै तालमा भाइहरूले त्यो चाहिँ पुरै मन्दिर जस्तो पो त यो त भनेर भनिराख्नु भएको छ भाइले चाहिँ। मेरो भाइले चाहिँ दिदी पहिला त मेरो डेटिङ स्पोट नै मन्दिर हुन्थ्यो माथि बुढा सुब्बा भन्दै थियो। ए अब मऱ्यो भनेको होइन क्या दिदी बच्चामा भनेर मेरो भाइले चाहिँ। अनि यता आयौँ। अनि यस हेर्नु न यस्तो राम्रो छ नि। अब चाहिँ फाइनली हामी चाहिँ अब घर फर्किनुपर्छ भन्दै निस्केको। अनि यो चाहिँ लास्ट भिडियो है भनेर भाइलाई मैले भनेको। नि हस् हुन्छ दिदी भिडियो गर्नुहोस् भन्दै भाइ चाहिँ। अनि यहाँ चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड हुनेहरूले मात्रै फोटो खिच्छ है दिदीहरू के यस्तो भए चाहिँ। अनि भाइले नि हँसाएर हामी त नखिचौँ ल दिदी भन्नुभयो। अनि
त्यही भएर चाहिँ म चाहिँ टक्क भिडियोहरू मात्रै सरर भिडियो लिइराखेको थिएँ। अरू नाचिरहेको थियो, टिकटक बनाइरहेको थियो, फोटो खिचिरहेको थियो। यस्तै छ। मेरो भिडियोलाई हेरेर साथ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। लाइक, सब्सक्राइब, सेयर गर्न चाहिँ नभुल्नुहोला। हजुरहरूको प्यारी दिदी, बहिनी होइन, अब आन्टी जे भने पनि मेरो भिडियोलाई चाहिँ एकचोटि उयो गरिदिनु होला। यो चाहिँ अब हामी चाहिँ निस्केको अब चाहिँ, त्यही भएर बाई बाई। अब भेट्दै गरौँ। अब नेक्स्ट भिडियोमा हजुरहरूलाई भेट्नेछु। आई होप हजुरहरूले मेरो भिडियो हेरेर इन्जोय गर्नुहुन्छ भन्ने आशा लिएको छु। राम्रो भए पनि नराम्रो भए पनि हेरिदिनु होला। अनि कमेन्ट, लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। धन्यवाद। छेवारो।